भिजा रिफ्युजल युनिभर्सिटीलाई भन्नु भएन, तर युकेभिआई र एम्बेसीलाई चाहिँ डिस्क्लोज गर्नुभयो। अब यसले गर्दा प्रब्लम हुन्छ कि नै? बेसिकली यो सिचुएसन चाहिँ तपाईँहरूको एडमिसन प्रोसेसको लागि हो। यदि तपाईँहरूले युनिभर्सिटीलाई कुनै पनि प्रिभियस भिजा रिफ्युजल लुकाउनु भएन भने चाहिँ तपाईँहरूले कास नपाउने चान्सेस त हुन्छ, बट एट द सेम टाइम भिजा रिफ्युजलको कारण चाहिँ नर्मल डकुमेन्टेसन र तपाईँहरूको फाइनेन्सियल डकुमेन्टेसनहरू मिसिङ भएको कारणले गर्दा हो भने चाहिँ तपाईँहरूलाई कास युनिभर्सिटीले दिन्छ पनि। इभन तपाईँहरूको भिजा रिफ्युजल 2-3 वर्ष भइसकेको छ भने पनि युनिभर्सिटीले यो कुरामा चाहिँ कन्सिडर गर्न सक्छ र तपाईँहरूलाई कास पनि इस्यु गर्न सक्छ। इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँहरूले युनिभर्सिटीसँग कन्फर्मेसन नलिकन वा युनिभर्सिटीलाई रिफ्युजल हाइड गरेर चाहिँ ट्युसन फी चाहिँ पठाउँदै नपठाउनुहोस्। यदि कसैले पनि तपाईँहरूलाई ट्युसन फी अहिले पठाउनुहोस् र बाँकी पछि इस्यु भयो भने हेरौँला भन्छ भने चाहिँ यु हेभ टु बी अलर्ट, किनकि तपाईँहरूको भिजा रिफ्युजल युकेभिआईलाई अलरेडी थाहा हुन्छ। इफ युकेभिआईमा चाहिँ भिजा रिफ्युजल डिस्क्लोज गर्ने र युनिभर्सिटीमा कास लिनको लागि मात्र चाहिँ तपाईँले भिजा रिफ्युजल छैन भन्नुभयो भने दिस विल काउन्ट एज अ मिस इन्फर्मेसन, जसले गर्दा तपाईँको भोलि युकेभिआई इन्टरभ्यू पनि कन्डक्ट हुन सक्छ। इफ युकेभिआईले तपाईँको प्रिभियस भिजा रिफ्युजललाई कारण देखाएर फेरि पनि भिजा रिफ्युज गर्यो भने चाहिँ प्रब्लम हुन जान्छ। मोस्ट अफ द केसमा यस्तो त हुँदैन, तर पनि वर्स्ट केस सिनारियो हेर्दाखेरि चाहिँ दिस कुड बी पोसिबल, किनकि तपाईँले भोलि रिफ्युजल भइसकेपछि आफ्नो ट्युसन फी रिफन्डको लागि त फेरि युनिभर्सिटीमा नै जानुपर्ने हुन्छ र तपाईँहरूले युकेभिआईले दिएको रिफ्युजल लेटरमा क्लियरली मेन्सन गरेको हुन्छ कि तपाईँको भिजा रिफ्युज हुनुको कारण चाहिँ प्रिभियसली तपाईँको भिजा रिफ्युज भएको थियो, जसले गर्दा युनिभर्सिटीले तपाईँलाई रिफन्ड नदिन पनि सक्छ, किनकि मोस्ट अफ द युनिभर्सिटीले आफ्नो पोलिसीमा नै मेन्सन गरेको हुन्छ कि मिसलिडिङ इन्फर्मेसन, फ्रडुलेन्ट डकुमेन्ट र युनिभर्सिटीको पोलिसी ब्रेक भएको कन्डिसनमा चाहिँ तपाईँहरूले रिफन्ड पाउनुहुन्न।